नमस्कार, तपाईँ सुन्दै हुनुहुन्छ प्रभात पडकास्ट र आजको पहिलो एपिसोडमा हामी 2026मा आएको एआईको वास्तविक क्रान्तिबारे चर्चा गर्दैछौँ। सन् 2026सम्म एआई केवल प्रयोगशाला वा ठूला कम्पनीहरूमा मात्र सीमित छैन। यो अब हाम्रो घर, भान्सा र कार्यालयसम्म आइपुगेको छ। स्मार्टफोन र स्मार्ट उपकरणहरूले हाम्रो दैनिक काम सजिलो बनाउँछन्। एप्पल इन्टेलिजेन्स वा गुगल जेमिनाई जस्ता एआईले हाम्रो इमेल लेख्न, स्वास्थ्य निगरानी गर्न र दैनिक तालिका व्यवस्थित गर्न सहयोग गर्दछ। एआईले परम्परागत शिक्षा प्रणालीमा ठूलो परिवर्तन ल्याएको छ। खान एकाडेमीको खान मिगो जस्ता एआई ट्युटरहरूले विद्यार्थीहरूलाई व्यक्तिगत रूपमा पढाउँछन्। यसले गर्दा विद्यार्थीहरूले आफ्नो गतिमा सिक्न सक्छन्। अब विद्यार्थीहरू नयाँ भाषा सिक्न, जटिल विषय बुझ्न र एआई एपहरूको प्रयोग गरेर आफ्नो सिप विकास गर्न सक्छन्। एआईले नयाँ अवसरहरू पनि सिर्जना गरेको छ। लिङ्क्डइन अनुसार प्रम्प्ट इन्जिनियरिङ र एआई एथिक्स जस्ता क्षेत्रमा माग बढेको छ। माइक्रोसफ्ट को-पाइलट जस्ता उपकरणहरूले कार्यालयका काम छिटो र प्रभावकारी बनाउँछन्, जसले मानिसहरूलाई क्रिएटिभ कार्यमा ध्यान केन्द्रित गर्न मद्दत गर्छ। स्वास्थ्य र चिकित्सामा पनि एआईको कारणमा क्रान्तिकारी परिवर्तन भएको छ। डीप माइन्डको अल्फाफोल्ड जस्ता प्रविधिले क्यान्सर र अल्जाइमर जस्ता रोगहरूको औषधि खोज्न सहयोग पुर्याउँछन्। अस्पतालहरूमा एआईले एक्सरे र एमआरआई रिपोर्ट एनालिसिस गरेर छिटो र भरपर्दो नतिजा दिन्छ। एआईसँगै केही चुनौतीहरू पनि छन्। पहिलो, गोपनीयता, जहाँ व्यक्तिगत तथ्याङ्कको सुरक्षा आवश्यक छ। दोस्रो, डीप फेक्स, जसले नक्कली भिडियो वा आवाज मार्फत भ्रम फैलाउन सक्छ। तेस्रो, डिजिटल विभाजन, प्रविधिमा पहुँच भएका र नभएका बीचको खाडल बढ्न सक्छ। अन्त्यमा एआईले हाम्रो क्षमतामा वृद्धि गर्दछ, तर यसलाई सही र जिम्मेवार तरिकाले प्रयोग गर्नु आवश्यक छ। यो युगमा सफल हुनका लागि प्रविधि बुझ्न र सही तरिकाले प्रयोग गर्न सिक्नुपर्छ। थप जानकारीका लागि मलाई फलो गर्न सक्नुहुन्छ। धन्यवाद। तपाईले प्रभात पडकास्ट सुन्नुभयो। अर्को एपिसोडमा फेरि भेटौँला। फलो र कमेन्ट गर्न नभुल्नुहोला।